नमस्कार, नेक्स्ट चार्ट एलआई स्टक मार्केट अफिसियल युट्युब च्यानलमा स्वागत छ। आज दिनभरिको कारोबार कस्तो भयो, यसबाट चार्टमा कस्तो क्यान्डल बन्यो र भोलि कस्तो स्ट्र्याटेजी बनाउने भन्ने कुराको एनालाइज गर्नेछौँ। अझैसम्म पनि यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी बेल आइकन दबाउनुहोस् ताकि अरु नयाँ भिडियो अपलोड गर्ने बित्तिकै तपाईको मोबाइलमा घण्टी बज्नेछ र उक्त भिडियो हेरिसकेपछि लाइक कमेन्ट लेख्न नभुल्नुहोला। तपाईको सुझावले अरु भिडियो बनाउन मद्दत मिल्नेछ। सदाझै आज पनि नेप्से अपडेट लिएर आएको छु। आज मिति 2042 साल कार्तिक 16 गते यो हप्ताको पहिलो कारोबार आइतबार। आज दिनभरिको कारोबारबाट 30.75 अंकको वृद्धि सँगै 2631.14 मा गएर क्लोज भएको छ। प्रतिशतको आधारमा हेर्नुहुन्छ भने 1.18% ले वृद्धि भएको छ। आज दिनभरिको कारोबारबाट 205 वटा कम्पनी हरियाली छाएको छ भने 42 वटा कम्पनी रातै रहेका छन् र 3 वटा कम्पनी अनचेन्ज रहेका छन्। आज दिनभरिको कारोबारबाट टप गेनर कम्पनी हुनुहुन्छ भने एसएलबीएसएल, जियुएफएल, पीएमएचपीएल, पीपीएल र टीपीसी रहेका छन्। त्यसै गरेर टप लुजर कम्पनीमा केकेएससी, एनआईसीएफसी, बीएलडी 86, एचपीपीएल र एसडीबीडी87 रहेका छन्। आज दिनभरिको कारोबारबाट टप टर्नओभर आउने कम्पनीमा एचबीएल, पीओ, यूएनएचपीएल, बीपीसीएल, राधी र एनआर रहेका छन्। त्यसै गरी टप भोल्युम आउने कम्पनीहरूमा बीएचएल, पीओ, यूएनएचपीएल, एनजीपीएल, एसपीडीएल र पीपीएल रहेका छन्। त्यसै गरेर टप ट्रान्जिसन आउनेमा एचबीएल, एसपीडीएल, यूएनएचपीएल, एचआरएल र दोर्दी रहेका छन्। आज दिनभरिको कारोबारबाट टर्नओभरमा धेरै सुधार आएको छ। 9 अर्ब 20 करोड 31,46,429.51 को आएको छ भने त्यसै गरी टोटल शेयर ट्रेडमा 2 करोड 97,38,139 आएको छ। त्यसै गरी ट्रान्जिसनमा 68,112 आएको छ भने 319 वटा कम्पनीको कारोबार भएको छ। आज दिनभरिको कारोबारबाट कस्तो भयो त नेप्से चार्टमा हामीले एकचोटि चार्ट एनालाइज गर्नेछौँ। तपाईलाई सदा चाहिँ देखाए चाहिँ आज पनि हामीले त्यही चार्ट नै एनालाइज गर्नेछौँ। जुन दिनबाट मार्केट यहाँ रिभर्सल हुन्छ भनेर हामीले जुन दिन यहाँबाट हामीले भनेका थियौँ र यही ठाउँमा हामीले बाई जुन गरेका थियौँ र यो ट्रेड लाइनलाई हामीले प्रमुख पहिलो रेस्टिङ जोन बनाएका थियौँ। त्यही दिनमा पनि हामीले त्यसलाई भ्यालिड गरेर फेरि रिभर्स हुन्छ त्योभन्दा तल आउँदैन कि भनेर हामीले जान्थ्यौँ। जबसम्म योभन्दा बाहिर यो ट्रेड लाइनभन्दा अपर माथि क्लोज हुँदैन तबसम्म हामीले बाई नगर्ने भनेको थियौँ। हाम्रो योजना अनुसार नै बजार अहिलेसम्म गएको छ। अब अहिले हामीले पहिलो हेर्ने हो भने पहिलो चाहिँ बजारको चाहिँ हेर्ने हो भने 2690 देखि 2700 कै यता नेरेर अथवा 2690 मा चाहिँ 90 देखि 2700 सम्म हामीले यो एरियामा हामी केयरफुल हुनै पर्छ। फेरि बजार हिट घट्छ भन्नु छैन, किन भन्दाखेरि एउटा सपोर्टमा आसी हायर लो एउटा कन्फर्म बनाएरै जान्छ, एउटा यहाँ आइसकेपछि जान्छ। तर अब यदि हामीले यसलाई यो तल थोरै त तल क्लोज त होइन, तर यसलाई 1 मान्ने हो भने बजार चाहिँ यसरी जान सक्छ। यसलाई यसरी 1 मानेर यसलाई चाहिँ यसरी तर यहाँ त्यो भन्दा तल गएको हुनाले एउटा भर्खरै यहाँसम्म नदेखेर एउटा सानो करेक्सन यहाँ आउँछ कि यहाँबाट सुरु भएर यसमा आएर यहाँसम्म यहाँ कतै यही एरियामा आएर अनि त्यसपछि बल्ल यहाँ जान्छ कि भन्ने यो चाहिँ दोस्रो जुन मैले बनाइराखेको छु तपाईँलाई। अब यो अनुसार जान सक्छ भनेर चाहिँ मार्केट एउटा मेरो एनालाइज छ। सिधै यसरी चाहिँ जाँदैन कि भनेर चाहिँ बुझाइ छ। त्यही भएर 2700 मा जाँदाखेरि केही हुन्छ कि त्यतिखेर चाहिँ हामी एकदम अलर्ट हुनुपर्छ। अब हामीले बाई गर्न त सबै किनिसकेका छौँ। अब हामी किन्न बाई साइडमा छैनौँ, किन भन्दाखेरि आज टोटल हेर्ने भने ट्रेड गर्ने मान्छेहरूले अस्तिको र आजको बाईहरूको ट्रेड भोल्युम हो। यो भोल्युम भनेको आज किनेपछि सोमबार, मंगलबार, बुधबार बेलुका आउँछ र बिहिबार चाहिँ सेलिङ आउन सक्छ। त्यही भएर अब 3टा क्यान्डलमा अझ हामीले भनेको त भोलि र पर्सिको क्यान्डलमा नै हामीले हेर्ने हो, सेल साइडमा बस्ने हो। भन्नुको अर्थ सबै नै घट्छ, फेरि करेक्सन भएर सबै घट्छ होइन, सेक्टर रोटेट हुन सक्छ। नबढेको सेक्टर चाहिँ कुन हो, नबढेका सेक्टर स्टकहरू कुन कुन हुन् तिनलाई चाहिँ हामीले हेर्न सकिन्छ। किन भन्दाखेरि सेक्टर रोटेट हुन सक्छ कुन नबढेको र नघटेका स्टकहरू, नबढेका स्टकहरू पनि त्यतिखेर बढ्न सक्छ। सो टोटल्ली सबै घट्छ भन्ने हुँदैन। अनि किन भन्दाखेरि अब 3 दिनमा कस्तो गर्छ यसले रियाक्ट यहाँ आएर यो ठाउँमा अब हामीले महत्त्वपूर्ण हुन्छ। त्यो अनुसारले तपाईँले नेप्से चार्टमा हेर्नु होला। अब इन्डिकेटर बाई हेर्ने हो भने अब इन्डिकेटर एमएसिडी हेर्नुहोस्। एमएसिडी लगाएर हेर्नुहुन्छ भने एमएसिडीले पनि टोटल बाई देखाएको छ। 3 दिन भयो टोटल बाई देखाएको छ। त्यही भएर अहिले त्यस्तो डर्नु पर्दैन, गइहाल्छ। अब आरएसआईबाट हेर्नुहुन्छ भने आरएसआई पनि
आरएसआई पनि राम्रो छ, किन भन्दा बजार चाहिँ अहिले भर्खरै माथि फर्केको छ, त्यही भएर आरएसआईमा पनि अहिले भर्खर 52 मा छ। 70 नपुगेसम्म त्यति अहिले भर्खरै घट्ला भन्ने त्यति हुँदैन, 65 देखि 70 मा एउटा हामीले हेरौँला। त्यही भएर अहिले भर्खरै आरएसआईबाट पनि त्यति डाइभर्जन त्यस्तो होला भने जति कारोबार हेरौँ, दुईटा क्यान्डल चाहिँ हामीले वाच गरेर बस्छौँ, त्यसपछि योजना बनाउला। अब हामी हेर्दै जाने हो भने इन्डेक्स अनुसार हेरौँ। अब इन्डेक्समा हेर्ने आज सबैभन्दा धेरै लगानीकर्ताले कमाएको इन्डेक्स भनेको फाइनान्स छ। फाइनान्समा हेर्नुहुन्छ भने टोटल सबै स्टकहरू बढेका छन्। सबैभन्दा धेरै बढ्नेमा जियुएफएल छ भने सबैभन्दा कम बढ्नेमा एफएफएलआई छ, मन्जुश्री फाइनान्स छ। त्यसै गरेर इन फाइनान्सको कस्तो छ सर हुन्छ, फाइनान्सको ठिक छ, राम्रो छ, त्यति अब भर्खरै अब बढेको छ बल्ल। अब एउटा चाहिँ लोवर लोबाट हायर लो बनाउन आउनुपर्छ। त्यही भएर भोलि 2440 सम्म हाई जाँदाखेरि चाहिँ तपाईँहरूले सेल दिनुपर्छ भन्छु मैले। यहाँ सेल दिनुहोस्, भोलि यहाँ जाँदाखेरि तपाईँले सेल दिनुभयो भने एउटा हायर लो बनाउन फेरि यो एरियासम्म आउन सक्छ, यो एरियासम्म आएर अनि फेरि यो एरियासम्म आएर जान सक्छ। फाइनान्सको त्यस्तो देखिन्छ। लाइफ इन्सुरेन्स हेर्नुहुन्छ भने मैले तपाईँलाई यही दिनबाट यहीँबाट तपाईँले हेर्दै योभन्दा अगाडिका भिडियो हेर्नुभयो कि भएन, यो एरियाबाट नै तपाईँले माथि जान्छ भने मैले तपाईँलाई बार बार किन्न भनेको र हामी सबैले किनेर पनि अब कतिपय साथीहरूले आज चाहिँ एउटा राम्रो प्रफिट बुक गर्नुहुन्थ्यो। मैले यो एरियामा चाहिँ सामान्य प्रफिट बुक गर्नु होला, टोटल भन्दा नि अब जति हो गर्नु होला भनेको थिएँ। आज धेरै साथीहरूले प्रफिट बुक पनि गर्नुभयो, किन्नुभयो छ, केही छैन। यहाँबाट बढे पनि हामीले यहाँ किनेको मान्छेले चाहिँ हामीले बेच्नुपर्छ। यहाँ किनेर हामीलाई 10% टक्क आएको छ, 10% मा हामीले एउटा चाहिँ प्रफिट बुक गरेका छौँ, तर हेल्दी प्रफिट बुक छ। योभन्दा माथि गयो भने त अब हामी थिम रहेको जति छ त्यसपछि हामीले गर्न सकिन्छ। यसपछि माइक्रो फाइनान्समा पनि अझ 2 दिन बढ्न सक्ने नै देखाइरहेको छ। यो एरियासम्म चाहिँ किन लोवर लो छ, हायर लो बनाउनु पर्छ भने देखिन्छ। यो एरियासम्मलाई चाहिँ अझ भोलिको चाहिँ यहीसम्म तपाईँले हेर्न सक्नुहुन्छ। नन लाइफ हेर्नुहुन्छ भने नन लाइफ पनि अझै 2 दिनको चाहिँ हेर्नै पर्ने जस्तो देखिएको छ। अदर भने ठिकै छ, अदर्सले यही ठाउँमा थोरै गरे पनि रियाक्ट गर्न खोजे पनि योभन्दा माथि राम्रोसँग जान सक्छ। अदर्सलाई अहिले भर्खरै त्यति देखियो होइन। होटेल हेर्नुहुन्छ भने होटेल पनि ठिकै छ। यहाँ एउटा 2 दिन राम्रो यसको बढ्यो, त्यसपछि यहाँ रोकिएको छ। आज पनि एउटा राम्रो क्यान्डल बनाएको छ, हिजो प्रफिट, आज यो भएपछि अब भोलि यहाँ पछि यो एरियासम्म बढ्न सक्छ। त्यसै गरी हाइड्रो हेर्नुहुन्छ, हाइड्रो त एकदम राम्रो भइरहेको छ। हाइड्रोमा अब जुन हामीले एनालाइज गरेका थियौँ त्यो नै भइरहेको छ। हाइड्रोमा त हामीले जुन एनालाइज गरेका छौँ त्यही अनुसारले आइरहेको छ। यो एरियामा गएपछि केही प्रफिट बुक आउन सक्छ, त्यो एरियामा हेरौँला हामीले। अहिले चाहिँ ठिक छ, अहिले जे किन्यो अब हामी त्यसैमा चाहिँ वेट गरेर बस्दा राम्रो हुन्छ। मैले मेनुमा चाहिँ अलि एग्रेसिभ बढ्छ कि भन्ने थोरै सोचेको थिएँ, अहिले चाहिँ थोरै त्यति एग्रेसिभ त्यति देखिएको छैन। अब यो एरियासम्म चाहिँ यसले त्यति एग्रेसिभ जाला जस्तो देखाएन। यदि यो एरिया गयो भने त्यसपछि एउटा राम्रो बढ्छ, तर यसले के भन्दा यसले हायर लो बनाएको छ, लोवर लो छैन। हायर लो सिरिजमा भएको हुनाले यो एरियाबाट तपाईँले यो हायर लो भएको छ, यसले कन्फर्म गरेको छ। अहिले भनेको C3 बनाउने हो, तर मिनिमम पनि यहाँसम्म आउनुपर्छ भन्छु मैले। मिनिमम पनि यो चाहिँ यहाँसम्म आउनुपर्छ भन्छु, त्यति चाहिँ स्पिडमा गएको होइन। यदि अरू सेक्टरमा करेक्सन आयो भने यो बढ्न सक्छ कि भन्ने चाहिँ देखाएको छ यसले चार्ट हेर्दाखेरि। डेभलपमेन्ट ब्याङ्क पनि लोवर लोबाट अब एउटा हायर लो बनाउनु पर्छ भनेर चाहिँ तपाईँलाई मैले हिजो पनि अस्ति पनि मैले भनेको छु। डेभलपमेन्ट ब्याङ्कमा पनि बढ्न त राम्रोसँग बढेछ, तर एउटा चाहिँ प्रफिट बुक आएर त्यसपछि बढ्यो भने राम्रो हुन्छ, स्ट्रङ हुन्छ भनेको छ। इन्भेस्टमेन्टको हो, इन्भेस्टमेन्ट पनि अब यो बढ्नुपर्छ। इन्भेस्टमेन्ट पनि यही एरियासम्म टार्गेट राखेर मजाले बाई गर्नुपर्छ। यही एरियासम्म चाहिँ त्यति डराउनु पर्दैन भन्ने मलाई लागिरहेको छ। ठिक छ, आतिनु पर्दैन त्यति। ब्याङ्किङ हेर्नुहुन्छ भने ब्याङ्किङ पनि ठिक, बेनिफिट लोवर लो छैन, हायर लो छ। अब यदि अरू सेक्टर गयो भने ब्याङ्किङले साथ दिनुपर्छ। ब्याङ्किङ बढ्यो भने सेक्टर चाहिँ हामीले सोचेभन्दा धेरै राम्रो हुनसक्छ। यो एरियालाई कट्नुपर्छ। अहिले जुन मैले यो लगाएको छु त्योभन्दा माथि गएर चाहिँ ब्याङ्किङले जानुपर्छ, किन भन्दा यो लोवर भयो, यो हाई लो भइसकेको छ भनेपछि यो एरिया भन्दा अब यसलाई यदि 1 को र 2 को चाहिँ बनाएको छ भने, यसलाई 1 बनाएको छ भने यसको 1.6 भनेको यतिसम्म यदि ब्याङ्कले साथ दिन्छ भने, यदि यतिसम्म मात्र ब्याङ्क बढ्दियो भने पनि हामीलाई चाहिँ एकदम बेस्ट हुने थियो, राम्रोसँग बजार बढ्ने थियो ब्याङ्कको। यो एरियासम्मलाई हामीले टार्गेट राखेर गयो। ब्याङ्किङको पनि तपाईँले यही अनुसारले तपाईँले योजना बनाउनु होला। त्यति भर्खरै डराउनु पर्ने जस्तो ब्याङ्किङको देखिँदैन। अब हेर्नुहुन्छ भने अर्को ट्रेडिङमा अब दुईटै स्टक आज घटेको रहेछ, BBC पनि STC पनि। यसको पनि हायर लोकै सिरिज हो। अब यसले त्यति
यो स्टक त्यति के अरे सेक्टर त्यति चलेको जस्तो देखेन, हायर लो कन्फर्म भइरहेको छ। यो बढ्यो भन्दा यो एरियासम्म पुग्नलाई यसको चाहिँ त्यति देखिँदैन। अब तर यसमा चाहिँ दुईटै स्टकमा त्यति ऱ्यापिड बढेको छैन। एग्रिगेटमा यही हो। तर अब आजका टप 10 कम्पनीहरू हेर्नुहुन्छ भने सबैभन्दा राम्रो जियुएफएलले बनाएको छ, फाइनान्सको भयो। पिएमएचएल हेर्नुहुन्छ भने पिएमएचएलले पनि एउटा राम्रो बनाएको छ। भोलि यदि यो भन्दा माथि बस्छ भने तपाईँहरूले लिन चाहिँ हुने चाहिँ यो स्टक हो। यसपछि हाम्रो टार्गेट भनेको यहाँसम्म हुन्छ, यो एरियालाई अहिले टार्गेट गरेर लिन सकिन्छ। पिपिएल पनि आज यसले चाहिँ यो एरिया चाहिँ कटेको छ, त्यही भएर यो पिपिएल पनि यो यति टार्गेट राखेर चाहिँ लिन सकिन्छ। एसएल हेर्नुहुन्छ यो अन्तिममा ताने हो कि कतिखेर ताने हो त्यो चाहिँ चेक गरौँ एकचोटि। लास्ट आवरमा यदि तानेको छ भने तपाईँहरूले नलिनु होला त्यो, किन भोलि एकदमै घट्छ। यो पनि त्यस्तै देखियो, अन्तिम लास्ट आवरमा तानेको रहेछ, यो अन्तिममा तानेको हुनाले त्यही भएर तपाईँहरूले यसलाई त्यति नदेखाउँदा नै हुन्छ होला, नलिँदा नै हुन्छ होला। पिपिएलमा त्यस्तो देखिएन। यस पिपिएलमा टिपिसी हेर्नुहुन्छ भने टिपिसीमा पनि तपाईँले यो एरियासम्मलाई टार्गेट गर्नुहुन्छ। धेरै साथीहरूले यो सोधि पनि रहनुभएको छ, यो एरियासम्मलाई नआत्तिनुहोस् भनेको छु। अब अस्ति पनि किन्नु भएको छ, धेरै साथीहरूलाई यो धेरै राम्रो प्रफिट भइसकेको अवस्था छ। यो यही गर्दै आज तपाईँलाई यस मार्केटको अपडेट दिएको छु। कुनै पनि कुराहरू कुनै पनि सोध्न छ भने तपाईँले माथि दिएको नम्बरमा तपाईँले सम्पर्क गरी सोध्न पनि सक्नुहुनेछ। व्हाट्सएप, फेसबुक, भाइबर जुनमा पनि तपाईँले एसएमएस जसरी गरिरहनु भयो त्यसरी नै गर्नुभयो भने पनि मैले तपाईँहरूलाई आफूले जानेको कुराहरू, बजारको प्रोबेबिलिटी, तपाईँलाई चाहिँ बजारको टाइममा पनि मैले सकेसम्म रिप्लाई गर्ने प्रयास गर्नेछु। त्यही भन्दै आजको यस भिडियोबाट बिदा हुन्छु। नमस्कार।